दर्शकवृन्द सबैजनालाई नमस्ते भन्न चाहन्छु। म चेतन साई ठकुरी जापानको होकाइदोबाट। आज मसँग जापानमा शिक्षक पेशा गर्दै आउनुभएका एकजना दाइसँग भेट भएको छ। म जापानको बारेमा उहाँसँग विस्तृत रूपमा उहाँसँग कुराकानी गर्नेछु। तपाईले पनि भिडियो अन्तिमसम्म हेरिदिनु होला। यदि तपाईहरु कोही जापान आउने सोच बनाउनु भएको छ भनेपछि उहाँको भिडियो हेरेर तपाईलाई केही सुझाव सल्लाह मिल्नेछ। सर्वप्रथम त म दाइलाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। दाइ नमस्ते। नमस्ते, मेरो नाम चाहिँ विवेक गौतम हो। मेरो नेपालमा घर चाहिँ काभ्रेपलाञ्चोक जिल्ला, काभ्रेपलाञ्चोकको धुलीखेल भन्ने ठाउँमा चाहिँ मेरो घर हो। म चाहिँ अहिले हाल चाहिँ साप्पोरोमा बस्दै आइरहेको छु है। साप्पोरोमा एउटा स्कुलमा अहिले काम गर्दै आइरहेको छु। म साप्पोरो आएको नि अघिल्लो वर्षबाट साप्पोरो आएको, त्यहाँभन्दा अगाडि चाहिँ टोकियोमा बस्थेँ। अनि अघिल्लो वर्षदेखि चाहिँ म अहिले चाहिँ साप्पोरोमै छु। दाइ सर्वप्रथम सुरु केबाट गरौँ भन्दाखेरि तपाईँ जापान आउँदाखेरि चाहिँ तपाईँको पहिलो काम चाहिँ के थियो? म जापान आउँदा पहिलो काम चाहिँ मेरो एउटा फ्याक्ट्रीमा थियो है। हजुर। फ्याक्ट्रीमा हामी चाहिँ त्यसलाई स्याम्पू भन्थ्यौँ। स्याम्पू बनाउने फ्याक्ट्री थियो, स्याम्पू बनाउने एउटा कम्पनी थियो। त्यसमा चाहिँ स्याम्पूको भरेर आएको स्याम्पूहरूको बोतलमा चाहिँ बिर्को लगाउने, बाक्सामा प्याकिङहरू गर्ने, लोडहरू गर्ने जस्ता त्यस्तो कामहरू हुन्थ्यो। त्यस्तो फ्याक्ट्रीमा चाहिँ मैले पहिला काम गर्थेँ। अहिले चाहिँ तपाईँ अब कुन पेसामा हुनुहुन्छ ठ्याक्कै भन्नु पर्दा? अहिले चाहिँ म हाम्रो एउटा कम्पनी छ, त्यो कम्पनीले चाहिँ दुईवटा स्कुलहरू चाहिँ चलाइरहेको छ। दुईवटा स्कुल छ हाम्रो कम्पनीको चाहिँ। त्यो दुईवटा स्कुलहरूको चाहिँ अब डकुमेन्टहरूको काम गर्नेदेखि लिएर स्टुडेन्टहरू जापान आउँदाखेरि गर्ने प्रोसेसहरू चाहिँ सबै यहाँबाट गरिन्छ। त्यो प्रोसेसहरूको काम चाहिँ मैले गरिरहेको छु। र थप चाहिँ त्यसमा स्टुडेन्टहरूलाई चाहिँ ट्रान्सलेटहरू गर्नु पर्यो भने त्यस्तो चुयाकुहरू गर्ने त्यस्तो काम पनि अहिले गरिरहेको छु। अनि तपाईँ चाहिँ यो शिक्षक पेसामा कसरी छिर्नुभयो? सुरुमा चाहिँ भर्खरै छिर्नुभयो कि मतलब कति टाइम अगाडिदेखि चाहिँ शिक्षक पेसामा छिर्नुभयो तपाईँ? म चाहिँ 1 वर्ष अगाडिबाट छिरेको हो। म पनि अब सबै जस्तै स्टुडेन्ट भिजामै जापान आएको हो। स्टुडेन्ट भिजामा जापान आए पछाडि चाहिँ 2 वर्ष जति चाहिँ स्टुडेन्ट भिजामै नियोङ्गो गएकोमै पढेँ। त्यस पछाडि चाहिँ म एउटा युनिभर्सिटीमा छिरेँ। युनिभर्सिटीमा 4 वर्षको पढाइ सकाए पछाडि चाहिँ अनि नर्मल्ली अब जापानहरूमा कम्पनीमा छिर्ने नर्मल प्रोसेसहरू जस्तै गरी कम्पनी भेट्टाएँ र अब त्यसमा इन्टरभ्यूहरू दिएर अनि त्यस पछाडि चाहिँ अब इन्टरभ्यूहरू दिइसके पछाडि कम्पनीलाई नि अब यो मान्छे राम्रो लाग्नु पर्यो, अनि त्यसको लेभलहरू थाहा हुन्छ, अनि यो चाहिँ हामीलाई ठिक छ भन्ने थाहा पाएपछि कम्पनीहरूले लिने हो। त्यसै गरी नै नर्मल्ली इन्टरभ्यूहरू दिएर पास भएर अनि त्यस पछाडि चाहिँ म काममा छिरेको। अनि दाइ अहिले चाहिँ तपाईँको भाषाको जेएलपिटी भाषाको कुन लेभल पास गर्नुभएको छ तपाईँले चाहिँ? तपाईँले चाहिँ गएकोमा तपाईँ त्यो खाइसेमा छिर्दाखेरि चाहिँ कुन लेभलको सर्टिफिकेट छ तपाईँले त्यो खाइसेमा पेस गर्नुभएको थियो? कुन लेभलको सर्टिफिकेट पेस गर्दाखेरि चाहिँ तपाईँले त्यहाँ एक्सेप्ट गरेको थियो? यस्तो हो, म चाहिँ त्यो काममा छिर्दाखेरिसम्म चाहिँ मेरो जेएलपिटीको N2 सर्टिफिकेट थियो। यस्तो हो, अब पढाइ चाहिँ अब जति पढे नि सिकिँदैन है। अझ पनि पढ्दै नै छु भनौँ। काम गरिरहे पनि पढाइ चाहिँ कहिले पनि सिकिँदैन, अझ पनि पढ्दै नै छु। काममा छिर्ने बेलामा चाहिँ जेएलपिटीको N2 थियो। अनि त्यस पछाडि काममा छिरिसके पछाडि नि अनि ट्राई गरिरहेँ, अनि N1 दिएर अहिले चाहिँ N1 को सर्टिफिकेट छ। दाइ अनि यो जापानमा यो भाषा पास गर्नलाई चाहिँ कतिको गाह्रो छ? यो जेएलपिटी कतिको सजिलो छ? यो यस्तो हो, यो चाहिँ अब मान्छे अनुसार फरक पर्छ है। मान्छेको मेहनत अनुसार। हजुर, फरक पर्छ। अब कसैलाई चाहिँ यो भाषाहरू चाहिँ एकदम अलिकति पढ्ने बित्तिकै दिमागमा चट्ट आइहाल्ने, कहिले नबिर्सिने त्यस्तो पनि हुन्छ। कसैलाई चाहिँ जति पढे नि नआउने भन्ने हुन्छ है। त्यही भएर मेहनत गर्नुपर्छ, त्यति गाह्रो चाहिँ छैन। मेहनत गऱ्यो भने चाहिँ सजिलैसँग चाहिँ कटाउन चाहिँ सकिन्छ। अब कटाउने पनि अब कसरी पढ्ने तरिकादेखि लिएर अनि कस्तो बुकहरू पढ्दाखेरि हुन्छ, कस्तो अनि भिडियोहरू हेरेर ट्राई गर्दाखेरि ठिक हुन्छ भन्ने त्यो चाहिँ अब मान्छे अनुसार फरक हुन्छ। त्यो चाहिँ अब आफैले मेहनत गरेरै गर्नुपर्छ है। अनि त्यतिको गाह्रो चाहिँ छैन। हजुर। अनि यो तपाईँले अहिले यो जापानको गएकोहरूले होइन, नयाँ आएको विद्यार्थीहरूलाई कतिको सपोर्ट गरिरहेको हुन्छ? कतिको सहयोग गरिरहेको हुन्छ अहिले गएकोहरूले? हाम्रो गएकोले चाहिँ के हुन्छ भन्दाखेरि गएको चाहिँ एउटा कर्तव्य पनि हो यसरी नयाँ आउने विद्यार्थीहरूलाई सहयोग गर्ने भन्ने। अब नेपालबाट आउने वा अरू कुनै देशबाट आउने स्टुडेन्टहरू चाहिँ धेरै जसो त पहिलोचोटि नै जापान आइरहेको हुन्छन्। उनीहरूलाई जापानको बारेमा केही थाहा हुँदैन। अब भाषा त त्यही भइहाल्यो, भाषा त पहिलो प्रब्लम भइहाल्यो। त्यो बाहेकै अरू अब कसरी काहीँ जानु पर्यो भने यहाँ त अब आउने बित्तिकै पनि अब वार्ड अफिसमा गएर आफ्नो एड्रेसहरू गर्ने, अनि त्यस पछाडि ब्याङ्क अकाउन्टहरू नयाँ खोल्नेदेखि लिएर अनि अपार्टमेन्टहरू खोजेर नयाँ बस्नु पर्यो, गएको होस्टेल छैन भने है। त्यस्तो कुराहरू धेरै गाह्रो हुन्छ आउने बित्तिकै स्टुडेन्टहरूलाई। त्यस्तो कुराहरूमा चाहिँ सबै स्कुलले नै हेल्प गरिदिन्छ है। जापान आइसके पछाडि एयरपोर्टबाट पिकअपदेखि लिएर रुम खोजिदिने, रुममा राखिदिने, अनि वार्ड अफिसको डकुमेन्टहरूको अब एड्रेसहरू दर्ता गर्ने कामदेखि लिएर ब्याङ्क अकाउन्ट बनाउने कामहरू, अनि स्टुडेन्टको लेभल अनुसार
अहिले भइरहेको कामहरू हजुर 28 घण्टा गर्न मिल्छ स्टुडेन्टले चाहिँ एक हप्तामा है। त्यो कामहरू पनि सेउखाइ गरिदिने त्यो कामहरू चाहिँ स्कुलबाट हुन्छ। अनि अहिले चाहिँ जापानमा एउटा 28 घण्टाभन्दा बढी काम गर्न नपाउने भन्ने एउटा नियम पनि छ होइन। यदि त्यो 28 घण्टाभन्दा बढी काम गरेको गएकोले अथवा थाहा पायो भनेपछि अथवा यहाँको कुनै सरकारी निकायले थाहा पायो भनेपछि चाहिँ विद्यार्थीहरूलाई के कस्तो दण्डहरू हुन्छ? यस्तो यो चाहिँ जापान सरकारको यो इमिग्रेसनको लमै छ है, रुल्स नै छ। यो चाहिँ 28 घण्टा एक हप्तामा चाहिँ स्टुडेन्टहरूले 28 घण्टासम्म काम गर्न पाउने र बिदाको लामो बिदाको समयमा चाहिँ एक हप्तामा 40 घण्टासम्म काम गर्न पाउने भन्ने नियम हुन्छ है। त्यो चाहिँ स्कुलले चाहिँ एक हप्तामा 28 घण्टाभन्दा बढी गरेको थाहा पायो भने चाहिँ स्कुलले त्यसरी थाहा पायो भने चाहिँ स्टुडेन्टहरूलाई अब हेरेर हुन्छ है, कसैलाई अब उ गरेर चिउी गरेर चाहिँ अबदेखि नगर, अब यस्तो यो छोड भन्नेदेखि लिएर परिआएको खण्डमा चाहिँ स्कुलबाट निकालिदिने र नेपालसम्म फर्काउने सम्मको केसहरू पनि भनेपछि 28 घण्टाभन्दा बढी काम गरेको थाहा पायो भनेपछि एक दुईचोटिलाई माफी पनि दिन्छ? माफी पनि त्यो हेरेर हुन्छ है, कस्तो कसरी गरिरहेको छ भन्ने कुराहरू। जस्तै पुरै पूर्वै भएर अब धेरै नै गरिरहेर अब पहिल्यैदेखि भनिरहेको उसलाई उसले नमानेर फेरि त्यो छोड्दै हुन्छ भनेर गरिरहेको त्यस्तो केसहरू पनि हुन्छ र एकचोटि भनिसके पछाडि उसले चाहिँ त्यो मानेर नगरेको केसहरू पनि हुन्छ। त्यो अनुसार चाहिँ स्कुलले लिने कदमहरू चाहिँ फरक फरक हुन्छ है। एकचोटि सुरुमा चाहिँ माफी नै दिइन्छ, लगभग थाहा नभएर गरेको हो कि अब केही परेर गरेको हो कि भन्ने कुराहरूले एकचोटिलाई चाहिँ स्कुलबाट चाहिँ माफी नै दिइन्छ है। त्यस पछाडि पनि उसले त्यस्तै कदमहरू हजुर गरिरह्यो भने स्कुलबाट निकाल्ने र नेपाल फर्काउने सम्मको कदमहरू नै चाल्छ। यदि अब नेपालबाट धेरै विद्यार्थीहरू जापानको लागि अप्लाई गरिरहेको हुन्छन् होइन, जापान आउन खोजिरहेको हुन्छन्, यदि सिओई रिजेक्टेड भयो भनेपछि उनीहरूले चाहिँ के गर्दा राम्रो होला? आउन मिल्छ कि मिल्दैन? सिओई रिजेक्ट भइसकेको विद्यार्थीहरूले फेरि रिएप्लाई गर्दाखेरि कुन रिजनमा फालिएको छ, कुन रिजनमा फाल्दाखेरि आउन सकिन्छ, कुन रिजनमा फाल्दाखेरि नआउन सकिन्छ, त्यस्तो विषयमा के छ तपाईँको भनाइ? यस्तो मेरो यो डकुमेन्टेसनको एक्सपिरियन्सबाट मैले भन्नु पर्दाखेरि चाहिँ जापानमा रिजेक्ट हुने चाहिँ धेरै केसहरू हुन्छन् है। नेपालको केसमा चाहिँ धेरै जसो चाहिँ ब्याङ्कको रिजेक्सन हुने केसहरू धेरै हुन्छ। त्यो बाहेक अब कुनै पनि अब रिलेसन सर्टिफिकेटदेखि लिएर अरू कुनै कुराहरूमा चाहिँ मिस्टेक भएर रिजेक्सन भएको छ भने चाहिँ त्यो चाहिँ अब रिजेक्सन पत्ता लगाउनु पर्यो पहिला है। त्यसमा चाहिँ स्कुलले पनि यो बुन्सेकी भन्छ है, यो बुन्सेकी गरेर चाहिँ केमा रिजेक्ट भएको छ, कसरी रिजेक्ट भएको छ भन्ने कुराहरू त्यो चाहिँ पत्ता लगाउनु जरुरी छ पहिला। त्यो पत्ता लागिसकेपछि यही कुरामा चाहिँ रिजेक्ट भएको हो भन्ने फिक्स्ड भइसके पछाडि चाहिँ रिएप्लाई गर्नै नमिल्ने भन्ने चाहिँ होइन। रिएप्लाई गर्दाखेरि चाहिँ त्यसको पहिला यसमा यो मिस्टेक भएर यो मिस्टेक भएको थियो, यो चाहिँ यस्तो हो भनेर सेचुमै चाहिँ एक्सप्लेनेसन चाहिँ पुरै गरेर चाहिँ रिएप्लाई गर्न सकिन्छ। अनि यदि त्यही केसले रिजेक्ट भएको र फेरि अब नयाँ बुझाएको डकुमेन्टमा चाहिँ त्यो रिजनको चाहिँ एकदम रिजन राम्रोसँग दिएर चाहिँ त्यसलाई सच्याएर बुझाएको छ भने चाहिँ इमिग्रेसनले पहिला फालेको रिजेक्सन त्यसैमा थियो र त्यो पछि बनाएर राम्रोसँग बनाएर रिएप्लाई गरेको छ भने चाहिँ त्यसमा आउने चान्सहरू पनि बेसी हुन्छ। त्यो चाहिँ केमा रिजेक्सन भएको छ भन्ने कुराले फरक पर्छ। नेपालको केसमा चाहिँ धेरै जसो चाहिँ ब्याङ्कमा रिजेक्सन भएको केसहरू धेरै देखेको छु है। त्यसमा चाहिँ अब ब्याङ्कमा चाहिँ रिजेक्सन भएको केसमा पनि ब्याङ्कको रिजनहरू पत्ता लगाउन चाहिँ धेरै गाह्रो हुन्छ है। हामीले चाहिँ केही पनि मिस्टेक छैन जस्तो लाग्छ हामीलाई है। अब इमिग्रेसनले के कुराहरू हेरिरहेको छ भने त्यो कुराहरू पनि त्यति थाहा हुँदैन है ब्याङ्कको केसमा चाहिँ। त्यही भएर ब्याङ्कको केसमा रिजेक्सन हुँदाखेरि चाहिँ फेरि रिएप्लाई गर्दा पनि नआउने केसहरू चाहिँ धेरै नै हुन्छ है। तर आइरहेकोहरू पनि हुन्छ। त्यही भएर रिजेक्सन हुँदैमा रिएप्लाई गर्नै नमिल्ने र आउनै नमिल्ने भन्ने चाहिँ हुँदैन। भनेपछि ब्याङ्कमा रिजेक्सन भए पनि फेरि अप्लाई गर्न चाहिँ मिल्छ। त्यो चाहिँ ब्याङ्कमा केमा रिजेक्सन भएको छ भन्ने कुराहरू पत्ता लगाएर त्यसलाई एक्सप्लेनेसन गरेर रिएप्लाई गर्नुपर्ने हुन्छ है। अनि यदि रिजेक्सन भएको ठ्याक्कै त्यही कुराले चाहिँ रिजेक्सन भएको र फेरि नयाँ बुझाएको डकुमेन्टमा चाहिँ त्यसको एक्सप्लेनेसन चाहिँ पुरै राम्रोसँग गरेको छ र इमिग्रेसनले खोजेको पनि त्यही हो भने चाहिँ भिजा आउने चान्सहरू पनि धेरै हुन्छ। तर यो ब्याङ्कमा रिएप्लाई गरेर भिजा आउने चान्सहरू चाहिँ कमै नै देखेको छु है। अनि हाम्रो नेपालको केसमा चाहिँ मेन ब्याङ्कमा नै रिजेक्सन हुनुको कारण चाहिँ के रहेछ त? यस्तो नेपालको केसमा ब्याङ्कमा रिजेक्सन हुनुको कारणहरू चाहिँ यताको इमिग्रेसनहरूले पनि नेपालको ब्याङ्कको डकुमेन्ट हाल्ने भनेर धेरै जसो चाहिँ सहकारीकै डकुमेन्टहरू हालिन्छ है। अनि यताको इमिग्रेसनहरूले चाहिँ चेक गर्दाखेरि धेरै कुराहरू चेक गरेको हुन्छ। अनि हामीलाई अलिअलि कुराहरू चाहिँ अब हामीले पनि यता स्कुलबाट डकुमेन्ट चेक गर्दाखेरि यो चाहिँ मिस्टेक हो जस्तो कुराहरू चाहिँ सच्याएर हामीले करेक्सन गरेर नै बुझाइरहेको हुन्छौँ। तर इमिग्रेसनले अझ हेर्दै जाने खण्डमा उनीहरूले खाकुनीहरू पनि गर्न सक्छ, ब्याङ्कमै फोन गरेर बुझ्नेहरू पनि हुन्छ। त्यस्तो केसहरू पनि हाम्रो धेरै सुनेको छौँ है। यताबाट इमिग्रेसनले ब्याङ्कमै फोन गरेर
यो मान्छेको चाहिँ यसमा अकाउन्ट छ हजुर। कि छैन भन्दाखेरि ब्याङ्कले यो मान्छेको त अकाउन्टै छैन भनेर रिजेक्सन भएको केसहरू पनि भनेपछि छ। यहाँको इमिग्रेसनले चाहिँ त्यहाँ नेपालको ब्याङ्कहरूमा फोन पनि गर्छ? हजुर हजुर, त्यो फोनहरू पनि गर्ने सम्भावनाहरू पनि धेरै नै हुन्छ। अनि अरू उनीहरूको वेबसाइटहरूबाट सर्च गर्ने, हजुर। अनि यो मेलहरू गर्ने। प्यान नम्बरहरू हालेर सर्च गर्ने, अनि सिधै फोन हानेर गर्ने, त्यस्तो केसहरू धेरै हुन्छ। त्यसमा उनीहरूलाई कुनै कुराहरूले पनि यो चाहिँ फेक डकुमेन्ट हो भन्ने हजुर, होइन। डाउट लागिसके पछाडि चाहिँ उनीहरूले रिजेक्ट। अनि चाहिँ तपाईँको चाहिँ अहिलेसम्म यो 8 वर्षको अवधिमा तपाईँको जापानको भोगाइ चाहिँ कस्तो रह्यो? यस्तो मेरो जापानको भोगाइ भन्नुपर्दाखेरि चाहिँ यस्तै हो, तिता मिठा भोगाइहरू त अब धेरै धेरै नै छन् धेरै है। नै छन्। अब सुरुमा जापान आउँदा त अब सबैले जस्तै गरी मैले नि अब स्ट्रगलै गरेको हुँ। पहिला नियोङ्गो गएको गएँ, नियोङ्गो गएको गइसके पछाडि भाषाको लेभल पनि त्यति धेरै थिएन। अनि नर्मल लेभलबाटै अनि फ्याक्ट्रीमा कामहरू गरियो। त्यस पछाडि अनि कामहरू अनि आफैले खोजेर कम्पनीहरूमा काममा छिरियो। अनि त्यस पछाडि त्यस्तै गरी कामहरू गरियो। त्यस पछाडि म चाहिँ युनिभर्सिटी छिरेँ। युनिभर्सिटी छिर्नलाई नि आफूले चाहेको जस्तो युनिभर्सिटी छिर्न पाइएन, लेभल नभएर है। मेरो त्यतिखेर चाहिँ N3 लेभल थियो। म आफू छिर्न चाहेको युनिभर्सिटीमा चाहिँ N2 लेभल बराबरको भाषा चाहिन्थ्यो, N2 लेभलको सर्टिफिकेट चाहिन्थ्यो। अनि मेरो N2 को सर्टिफिकेट नभएकोले गर्दाखेरि मैले N3 को सर्टिफिकेटले कुन युनिभर्सिटीमा लेख्छ त्यसरी युनिभर्सिटी छिरेँ है। अनि युनिभर्सिटी पढ्दाखेरि पनि त्यस्तै अब पढाइमा नि अलिअलि मेहनत गरियो, अनि कामहरू पनि त्यस्तै अलिअलि गरिएर अनि कम्पनीहरूतिरै कामहरू गरेर लगभग यो स्टुडेन्टहरूलाई मैले मेरो देखेको मैले भोगेको र मैले देखेको अनुसार चाहिँ कम्पनीहरू काम गऱ्यो भने चाहिँ त्यति भारी कामहरू पनि नहुने र पढाइहरूमा नि अलिकति ध्यान दिन सकिने हो कि जस्तो पनि मैले फिल गरेँ है। अनि त्यस पछाडि 4 वर्ष युनिभर्सिटी पढेँ। अनि 4 वर्ष युनिभर्सिटी पढेर युनिभर्सिटी चाहिँ ग्रेजुएसन भइसके पछाडि चाहिँ अनि चाहिँ काममा लागेको हुँ। अनि दाइ अहिले चाहिँ होइन जापानमा अहिले कामहरू जापानमा कुनै ठाउँमा पनि खासै पहिलाको जति काम पाइरहेको छैन कि? पहिला तपाईँ आउँदाखेरि चाहिँ काम कतिको पाउँथ्यो, अहिले चाहिँ कस्तो छ कामको अवस्था चाहिँ जापानमा पाउने अवस्था? कामको अवस्था अहिले पनि ठाउँ अनुसार फरक नै छ है। अहिले चाहिँ पहिलाको तुलनामा चाहिँ नेपालबाट आउने स्टुडेन्टहरूको सङ्ख्या चाहिँ धेरै नै बढिरहेको छ। त्यसले गर्दा नि स्टुडेन्टहरूको सङ्ख्या धेरै बढेको र जापानमा कामै नभएको चाहिँ होइन है। काम छ तर कम्पनीहरूले चाहिँ लिग्ने मान्छे त्यो अनुसारको भेटाइरहेको छैन कि, त्यतिको लेभलहरू छैन। अहिले कामहरू टन्नै छन् त, तर स्टुडेन्टहरूको भाषाको लेभल नपुगेर उनीहरूलाई नराख्ने कामहरू पनि धेरै पनि छन् है। कामै नभएको भन्ने पनि होइन, तर स्टुडेन्टहरूलाई त्यही लेभल बराबरको कामहरू जस्तै फ्याक्ट्रीहरू अनि जहाँ चाहिँ भाषाहरू त्यतिको चाहिँदैन त्यस्तो ठाउँहरूमा चाहिँ काम अहिले मान्छे धेरै भएको र त्यस्तो ठाउँहरू काम गर्ने ठाउँहरू चाहिँ थोरै भएको कारणले चाहिँ अलिकति काम पाउन गाह्रो अवस्थाहरू पनि देखिरहेको छ है। अनि अर्को अहिले चाहिँ आजकल चाहिँ टोकियोहरूतिर पनि धेरै कामहरू चाहिँ पहिलाको जस्तो चाहिँ नपाइने धेरै केसहरू छ। किन भन्दाखेरि चाहिँ धेरै मान्छेहरू चाहिँ टोकियो नै आउन खोज्छ र अन्त बाहिर पढेको स्टुडेन्टहरू पनि सेन्मोन या युनिभर्सिटी जान चाहिँ टोकियो नै रोज्छ क्या। टोकियो नै रोजेको कारणले चाहिँ स्टुडेन्टहरू पनि टन्नै आइरहेको र अर्को सेन्मोनहरू पढ्न जाने, युनिभर्सिटी पढ्न जाने मान्छेहरू पनि टन्नै गइरहेको कारणले चाहिँ त्यो कारणले गर्दा पनि कामहरू चाहिँ अलिकति कम पाइरहेको र काम पाउनलाई गाह्रो भएको अवस्था चाहिँ अहिलेको अवस्था छ। अनि त एउटा अर्को कुरा होइन, तपाईँ यो खाइसेमा शिक्षक पेसामा छिर्नु भएको लगभग 1 वर्ष जति भयो होइन? हजुर। 1 वर्षको अवधिमा नेपाली विद्यार्थीहरू अथवा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तपाईँको कलेजमा अथवा गागकोमा के कस्ता समस्याहरू आएका छन्? नेपाली विद्यार्थीहरू राम्रा नराम्रा केही समस्या त्यस्तो के छन्? त्यस्तो नेपाली विद्यार्थीहरूको समस्या त छ, नभएको त होइन। मैले फिल गरेको चाहिँ अरू अन्तर्राष्ट्रिय विद्यार्थी, अरू म्यानमारहरू, अरू देशको पाकिस्तानहरू, म्यानमारहरू, अरू देशको तुलनामा चाहिँ नेपाली विद्यार्थीहरूले चाहिँ अलिकति नपढेको हो कि र आउँदाखेरि अलिकति ल्याङ्ग्वेजमा चाहिँ मेहनत नगरेको हो कि जस्तो चाहिँ मैले पनि फिल गरेको छु है। त्यसले गर्दाखेरि चाहिँ अलि नेपाली स्टुडेन्टहरू चाहिँ प्रब्लम नेपाली स्टुडेन्टहरूको चाहिँ धेरै नै आइरहेको छ है। अब नेपालबाट आउने बेलामा चाहिँ यस्तो प्रब्लमहरू नि छ कि नेपालमा चाहिँ अब कन्सल्टेन्सीहरूले चाहिँ राम्रोसँग काउन्सिलिङ नगरेको र नपढाइदिएको, अर्को स्टुडेन्ट आफैले पढ्न नचाहने त्यस्तो पनि धेरै देखेको छु। अनि इन्टरभ्यू नै अरूले दिएर यहाँ आइरहेको त्यस्तो केसहरू पनि हल्का सुनिरहेको छु। त्यसले गर्दा चाहिँ हामीले पनि स्कुलमा चाहिँ के फिल चाहिँ गरिरहेको छौँ भन्दाखेरि पहिला इन्टरभ्यू दिने बेला चाहिँ मान्छेको लेभल राम्रो भएर त्यो अनुसार पास गरिएको हुन्छ र जापान आइसकेपछि उसलाई लेख्नै आउँदैन, उनी गर्न आउँदैन। कतिपय स्टुडेन्टहरूले चाहिँ मेरो इन्टरभ्यू नै अरूले दिइरहेको हो भन्नेसम्म कुराहरू पनि गरेको हुन्छन् है। जस्तै नेपालमा अब एउटा विद्यार्थी आउने, अब त्यसको इन्टरभ्यू चाहिँ गागकोमा इन्टरभ्यू चाहिँ अर्को व्यक्तिले दिइरहेको हुन्छ होइन? त्यस्तो गर्ने कन्सल्टेन्सी अथवा नेपालको कन्सल्टेन्सीहरूलाई, नेपालको त्यो कन्सल्टेन्सी सञ्चालकहरूलाई चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ? यस्तो
म कन्सल्टेन्सीको सञ्चालकलाई नि र अब स्टुडेन्टहरूलाई नि के सुझाव चाहिँ दिन चाहन्छु होइन, यो कन्सल्टेन्सीको सञ्चालकहरूले पनि बुझ्नुपर्ने कुरा पनि हजुर हो नि त। एउटा अब एउटा नजाने विद्यार्थीको इन्टरभ्यू अर्को जान्ने विद्यार्थीलाई दिएर उसले पछि त्यहाँ गएर जापानमा दुःख पाउने हो कि भनेर उनीहरूले पनि सोच्नुपर्ने कुरा हो। त्यही भएर उहाँहरूलाई चाहिँ एउटा सानो सुझाव के दिन चाहनुहुन्छ? हजुर, उनीहरूलाई चाहिँ मैले के भन्न चाहन्छु भन्दा स्टुडेन्टहरू यसमा चाहिँ मैले स्टुडेन्टको नि गल्ती पनि देख्छु र कन्सल्टेन्सीको त गल्ती हजुर, भइ नै हाल्यो, भइ नै स्टुडेन्टको हाल्यो। पनि देख्छु। स्टुडेन्टहरू पनि कस्तो छ भन्दा मलाई जापान जान मात्र पुगेको हुन्छ, टेक्न हजुर, मात्र पुगेको हुन्छ, जसरी नि पुऱ्याइदिनु, जति पनि पैसा तिर्छु भन्ने स्टुडेन्टहरू पनि छन्। म पढ्नै जाँदैन, म पढ्नै आउँदिनँ, म आउँदिनँ, सिधै मेरो भिजा निकालिदिनु, म पैसा हजुर, तिरेर जापान जान्छु भन्ने स्टुडेन्टहरू पनि देखेको छु मैले है। त्यही भएर स्टुडेन्टहरूको नि यसमा गल्ती छ र कन्सल्टेन्सीले पनि यसमा चाहिँ त्यसरी अब अरूलाई इन्टरभ्यू दिन लगाएर त्यसरी चाहिँ पास गराएर आएको छ भने पनि भोलि दुःख पाउने भनेको स्टुडेन्टले हो। ऊ यहाँ आइसके पछाडि भाषाको कति महत्त्व छ, उसले कामहरू नपाइरहेको अवस्था, हजुर, भोलि पढाइमा स्कुलबाट पढाइ कमजोर भएर उसले अरू सेन्मन गएको या युनिभर्सिटी वा आफूले पछाडि पढ्न जाने स्कुलहरू चाहिँ नपाइरहेको अवस्थाहरू, त्यस्तो अवस्थाहरू पनि धेरै नै छ। दुःख पाउने स्टुडेन्टले नै हो। र यता आइसके पछाडि नि स्कुलले चाहिँ के गर्छ भन्दा ओहो यो कन्सल्टेन्सीबाट आएको स्टुडेन्ट चाहिँ यस्तो छ है, यसको भाषा लेभल यस्तो छ, यसले राम्रोसँग नपढाएको हो कि आउने बित्तिकै कसैलाई चाहिँ लेख्नै आइरहेको हुँदैन, के पढाएर पठायो यसले भन्ने, त्यस्तो कन्सल्टेन्सीको आफ्नै इमेज पनि चाहिँ नराम्रो हुन्छ है। त्यही भएर चाहिँ यसमा चाहिँ कन्सल्टेन्सीले पनि अलिकति राम्रोसँग गरिदियो भने चाहिँ हाम्रो चाहिँ यस्तो थियो, इन्टरभ्यू लिने बेलामा चाहिँ हाम्रो स्कुलको चाहिँ त्यो फोटो डकुमेन्टहरू त लिइरहेको हुन्छ तर फोटो टाँसेको डकुमेन्टहरू चाहिँ लिइरहेको थिएनौँ। अनि त्यही भएर नि उनीहरूले अरू मान्छेहरू हाल्ने केसहरू पनि धेरै देखेको थियो। अहिलेबाट चाहिँ अब त्यस्तो नहुनको लागि धेरै हामीले नि कदमहरू चाहिँ चालिरहेको छौँ। सायद अब त्यो डकुमेन्टहरू पहिले हेरेर त्यो अनुसारको मान्छेले दिइरहेको छ कि त्यो राम्रोसँग चेक गरेर इन्टरभ्यू लिने भन्ने तयारी चाहिँ भइरहेछ। अनि अहिले चाहिँ तपाईँ एउटा शिक्षकको हिसाबले अथवा नेपाली विद्यार्थीहरू अथवा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको एउटा गार्जेन हो नि त तपाईँ त अब होइन, एउटा गार्जेन हो। सबै जे पर्दा पनि जे समस्या पर्दा पनि तपाईँ नै हो अगाडि आउने होइन। अब साप्रो ल्याङ्ग्वेज सेन्टरमा पढेका अन्तर्राष्ट्रिय विद्यार्थी अथवा नेपाली विद्यार्थीहरू र नेपालबाट फेरि आउने सोच बनाएका विद्यार्थीहरूलाई चाहिँ तपाईँले के सुझाव दिन चाहनुहुन्छ अन्तिममा? मैले चाहिँ नेपालबाट आउने स्टुडेन्टहरूलाई चाहिँ पहिलो कुरा त अब भाषा नै मेहनत गरेर आउनु हुन्छ, यो चाहिँ सबैले भनिरहेकै कुरा हो। सबैले भन्छन् अब विदेशमा जापान मात्र नभएर जुन देशमा जाँदा पनि चाहिँ त्यो देशको भाषा र कल्चरहरू चाहिँ सिकेर आयो भने चाहिँ आफैलाई पनि सजिलो हुन्छ। मेन कुरा चाहिँ भाषा अनि कल्चरहरू, रुल्सहरू, त्यस्तो कुराहरू चाहिँ नर्मल कुराहरू चाहिँ सिकेर आयो भने चाहिँ उनीहरू आफैलाई यहाँको सेकाजु गर्न लाइफस्टाइल बिताउनलाई चाहिँ आफैलाई सजिलो हुन्छ। त्यही भएर त्यही कुराहरू चाहिँ राम्रोसँग सिकेर बुझेर चाहिँ आए राम्रो हुन्छ। अर्को कुराहरू चाहिँ अहिले नेपालबाट आउने स्टुडेन्टहरू पनि जाने बित्तिकै पैसा कमाउने त्यसै जाने बित्तिकै यस्तो कामहरू गर्ने त्यस्तो माइन्डसेटहरू बोकेर आइरहेको स्टुडेन्टहरू पनि धेरै देखिरहेको छु है। अहिले सोचेको जस्तो जापान छैन र यो चाहिँ यो कुरामा कन्सल्टेन्सीले पनि राम्रोसँग काउन्सिलिङ गरेर पठायो भने चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। जाने बित्तिकै काम पानी पनि होइन र 28 घन्टाभन्दा काम बढी गर्न पनि पाइँदैन। 28 घन्टा काम गर्दाखेरि चाहिँ कतिको पैसा कमाइन्छ र त्यसले चाहिँ कसरी लाइफस्टाइल जिउन सकिन्छ। अब आउने बित्तिकै धेरै काम गरेर नेपालमा ऋणहरू गरेर आएको छ, सबै ऋणहरू तिर्न सकिने त्यस्तो भन्ने अवस्था होइन। 28 घन्टा काम गर्न पाइन्छ र बिदामा 40 घन्टासम्म काम गर्न पाइन्छ। त्यति काम गर्यो भने कति चाहिँ आफूले लाइफस्टाइल कसरी गर्ने र कति चाहिँ पैसा पठाउन सकिन्छ, कति चाहिँ बचत गर्न सकिन्छ भन्ने कुरा त्यो चाहिँ पहिले आफूले बुझेर चाहिँ माइन्डसेट चाहिँ राम्रो बनाएर चाहिँ आउनुपर्छ। र अर्को कुरा चाहिँ अब जापान आइसके पछाडि सिधै नेपाल गइहाल्न मिल्ने पनि होइन। त्यही भएर कसै धेरै जसोले चाहिँ अब फ्यामिलीहरूको अब लोन लिने फिल हुनसक्छ, त्यस्तो हुनसक्छ। त्यो सबै कुराहरू चाहिँ विदेश जाने भइसकेपछि माइन्डसेटमा चाहिँ राखेर यस्तो यस्तो पनि आउन सक्छ है आफूलाई भन्ने तरिकाले चाहिँ सोचेर चाहिँ आयो भने चाहिँ राम्रो हुन्छ। अनि अहिले चाहिँ तपाईँको साप्रो ल्याङ्ग्वेज सेन्टरमा पढिरहेको विद्यार्थीहरूलाई चाहिँ कतिपय राम्रा विद्यार्थी होलान्, कतिपय नराम्रा विद्यार्थी होलान्, फरक फरक मान्छेको फरक फरक बानी व्यवहार हुन्छ होइन। उनीहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ अन्तिममा एक शब्दमा? अहिले चाहिँ हाम्रो स्कुलमा पढिरहेको स्टुडेन्टहरूलाई चाहिँ मैले के भन्न चाहन्छु भन्दाखेरि भाषा मेहनत गरौँ। अनि भाषा मैले सबैलाई पनि भनिरहेको हुन्छ पर्सनल्ली भेट्दाखेरि भाषा मेहनत गरौँ। भाषा मेहनत गरिसके पछाडि यहाँ हाम्रो स्कुलमा राम्रो पढाइ छ, अब स्टुडेन्टलाई पनि थाहा होला। पढिसकेपछि N2 कम्तीमा नि N2 चाहिँ कटाउन सक्छु है भन्ने तरिकाले चाहिँ मेहनत गरौँ। त्यति गरिसके पछाडि भोलि आफू जान मन लागेको कलेजहरू जान सकिन्छ। अनि आफू जान मन लागेको कलेजहरू जान सक्यो भने भोलि आफ्नो भविष्य पनि राम्रो बन्छ है। त्यही भएर अहिले एउटा कलेज जान चाहिरहेको हुन्छ र आफ्नो ल्याङ्ग्वेजको लेभल नभएर पहिला पढेको सेम्पाहरूलाई सोध्ने, अब दाइ दिदीहरूलाई सोद्धा पनि हुन्छ।
जुन पाए त्यही कलेजहरू जान नसक्ने र कलेजहरू जाँदा पनि आफ्नो सर्टिफिकेटहरू नभएको कारणले छिर्न नसकेको केसहरू पनि धेरै छ। त्यही भएर चाहिँ पहिलो कुरा चाहिँ भाषै मेहनत गरौँ, काम पनि अब मिलाएर 28 घन्टा त गर्नै पर्छ है। हजुर अनि त्यस पछाडि काम भनेर धेरै पनि गर्नु चाहिँ हुँदैन, आफ्नै भिजामा पनि प्रब्लम पर्ने केसहरू पनि धेरै आइरहेको छ है। त्यही भएर 28 घन्टा काम गरौँ, रुल्स अनुसार चलेर काम गरौँ अनि राम्रोसँग पढौँ नै, यही नै भन्न चाहन्छु। हस् दाइ, धन्यवाद। हस्, धन्यवाद।